हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। हजुरहरूले हेर्न सक्नुहुन्छ आज चाहिँ हामीहरू प्लास्टिक लिएर चिउरी खान जाँदैछौँ। सानीलाई चाहिँ नजाऊ बाबु भनेको मान्दै मानेन। हेर्नु न पछि लागेर आइहाल्यो कि यो चाहिँ 12 बजेको घाम हो। हेर्नु सक्नुहुन्छ हजुरहरूले। सानी नजाऊ न प्लिज भनेको त झन् अगाडि दोगुँदै गइरहेछ कि। हेर्नु त यस्तो यो चाहिँ हाम्रो जङ्गल जाने बाटो हो। हामी चाहिँ चिउरी खान त्यहाँ पारी जाँदैछौँ। हजुरहरूले हेर्न सक्नुहुन्छ। अझ हेर्नु न पुरा अगाडि गएर सिकाउँदैछ कि उसले चाहिँ आन्टीहरूलाई ठुल्मम्मीहरूलाई चाहिँ बाटो के भनेर सिकाउँदैछ कि। हेर्नु त्यसपछि हामी चिउरी भएको ठाउँमा आइपुग्यौँ र उनीहरू चाहिँ रुख पनि चढिसक्यो कि। हेर्नु त अनि आफू चाहिँ के गर्ने, रुखमा चढ्न नसक्ने मान्छे परियो। भुइँबाट हेर्दै बस्दै गरिरहेको थिएँ। आफू त अब यिनीहरूको आश गर्दै भुइँबाट हेरेर बस्ने साथीहरू। हेर्नु न सानो चाहिँ प्लास्टिक ताप्दै यहाँ फालिदिनु है ठुल्मम्मी, यहाँ फालिदिनु भन्दैछ कि उसले चाहिँ। अनि यो चाहिँ चिउरी है, हेर्न सक्नुहुन्छ हजुरहरूले। चाने चाहिँ प्लास्टिक हल्लाउँदै हिँडिरहेछ कि। हेर्नु त अनि त्यसपछि नानीहरू पनि रुखमा चढे। एउटा चाहिँ यता, दुईटी चाहिँ यता छन् भने एउटी चाहिँ उताको रुखमा चढ्दैछन् नानी चाहिँ। अनि मैले चाहिँ प्लास्टिक फाल्दै तिनीहरूलाई। अनि प्लास्टिक चाहिँ क्या मजाले क्याच गरिरहेको थिएँ तिनीहरूले मैले फालेको प्लास्टिक। अनि म चाहिँ रुखमा चढ्न नसक्ने मान्छे भुइँदेखि हेर्दैछु। तिनीहरूले हल्लाइदिएपछि खान्छु भनेर बसिरहेको छु म चाहिँ। हेर्न सक्नुहुन्छ। अनि नानीले रुखदेखि हल्लाइदिनु लाग्यो कि नदिदी मैले हल्लाइदिन्छु, हजुरले चाहिँ टिप्नु है, टिपेर खानु है भनिन्। अनि मैले चाहिँ भुइँमा यति टिपेँ साथीहरू। अनि त्यसपछि तिनीहरू पनि झरे रुखदेखि। दुईवटी चाहिँ झरिसकेको नि, एउटी चाहिँ झरे खाइदिन् कि। अनि यो चाहिँ टिपेको। त्यसपछि ल म भुइँमै भयो भने यसरी चाहिँ तिमीहरूले झारेर खुवाउँछु है भनेर मैले चाहिँ झार्दैछु। तिमीहरूले रुखदेखि मलाई अहिलेसम्म झारेर खुवायो, अब चाहिँ म तिमीहरूलाई भुइँदेखि झारेर खुवाउँछु भनेर अर्को रुखको चाहिँ मैले हान्दैछु। र मैले फाइनली उनीहरूलाई त्यो रुखको चिउरी खसालेर चखाउन पनि सफल भयो। त्यसपछि हामी लाग्यौँ कुथुर्के टिप्नु। कुथुर्के पनि टिप्न थियो कि हामीहरू चाहिँ साथीहरू। त्यही भएर कुथुर्के टिप्नुतिर लाग्यौँ। कति पछि बल्ल यति भेटायौँ कि। हेर्नु त धेरै पछि चाहिँ यति भेटायौँ। त्यतिकोमा पानी प्यास लाग्यो अनि पानी पिउन थाल्यौँ हामीले चाहिँ। त्यहाँ चाहिँ कस्तो राम्रो, हेर्नु त चिसो पानी पनि छ कि। छाक नै पुगेको थिएन कि। अनि त्यही भएर हामी चाहिँ यो छाक पुगाउन पर्छ है भनेर धेरै खोज्यौँ कि। यता गऱ्यौँ उता गऱ्यौँ। अनि हेर्दैछौँ बाटोमा पनि त्यो भेटाएनौँ कि हामीले। अनि अब जति छ त्यति नै घर लगेर जाने भन्ने कुरा भयो हाम्रो चाहिँ। अनि त्यसपछि हामी फेरि लाग्यौँ घरतिर लाग्यौँ। अनि यो चाहिँ घर जाने बाटो साथीहरू, हजुरहरूले हेर्न सक्नुहुन्छ। आजभोलि चाहिँ पानी आएर च्याउ पनि उम्रेको होला भनेर सोचेर गएको थियौँ। तर च्याउ पनि उम्रेको छैन, फुटुकी पनि उम्रेको छैन। अनि कुथुर्केको पनि छाक पुगेन। अनि यतिकैमा घर जाने भनेर हामी चाहिँ निस्किसकेका थियौँ त्यहाँदेखि। हामीहरू चाहिँ घरतिरको बाटो निस्किरहेको थियौँ। त्यसपछि त्यहाँ बाटोमा चाहिँ जामुना झार्न लाग्नु भएको रहेछ। अनि हामी चाहिँ रुखमा नचढ्न सक्ने, त्यही भएर भुइँमा झारेको चाहिँ यसरी टिपेर खाँदैछौँ है। अनि मेरो जिउरो पनि हेर्न सक्नुहुन्छ हजुरहरूले। यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ। ल अब हामी चाहिँ घरतिर लाग्यौँ है साथीहरू। यतिकैमा चाहिँ आन्टीले बाबुले दिनु भएको रहेछ, जो दिदीको छोरा हो। अनि म पनि घरतिर लागेँ। त्यस सानीले चाहिँ यो जामुना देखेर कस्तो खुसी भएर खाइरहेछ कि। हेर्नु त अनि आज चाहिँ हेर्नु त कुथुर्के चाहिँ यति भयो। अनि यो चाहिँ जामुना भयो। अनि चिउरी चाहिँ अलि धेरै भयो, कुथुर्की र जामुना चाहिँ थोरै भयो। त्यसपछि मैले चाहिँ पकाएर सकेँ। अनि रोटी अनि त्यसको तरकारी बनाएर सकेँ। आजको भ्लग चाहिँ यति है साथीहरू। बाई बाई।